हेलो गाइस, आज म तपाईहरुलाई के देखाउँदैछु भने नि हामी सास बुहारी भएर चाहिँ दुना टपरा गाँसेको हैन। अनि म के भन्न चाहन्छु भने मेरो युट्युब च्यानलको साथीभाइहरु सबलाई मेरो तर्फबाट नमस्कार भन्न चाहन्छु। अनि कतिको राम्रो भयो भएन हेरेर कमेन्ट लाइक शेयर गरिदिनु होला है। कस्तो छ एकचोटि हेरिदिनु होला। मैले बनाएको टपरा कस्तो छ कतिको राम्रो छ हैन। सिकारुले बनाएको यो टपरा चाहिँ हैन कतिको मन पर्यो हजुरलाई। यो चाहिँ दुना गाँसेको सासुमाले यता हुनुहुन्छ सासुमा चाहिँ यहाँ गाँस्दै होइसिन्छ। हेर्नुस् हाम्रो आज दिनभरिको काम यही हो सासुबारीको। यो टपरा भन्ने कुरो चाहिँ सिकिराख्नु पर्ने रहेछ क्या, पछिलाई काम लाग्ने रहेछ हैन। पूजापाठ यसो सराद गर्दा ओर्दा दुना टपरा चाहिँ सिक्नुपर्ने रहेछ। त्यही भएर म चाहिँ अहिले चाहिँ सिकारु यात्रामा यतिको टपरा बनाएँ है। कतिको राम्रो भएको छ हेरेर कमेन्ट लाइक शेयर राम्रो गरिदिनु होला। यहाँ चाहिँ हाम्रो सासुमाले गाँसेको यो दुना। ओके।